क्रम विकासको सिद्धान्तको दुईवटा क्रम विकास सिद्धान्तको दुईवटा पोइन्टहरू छ। त्यसमा हो लिमारको सिद्धान्त र अर्को के हो डार्विनको सिद्धान्त। अनि हामी लिमारको सिद्धान्त अन्तर्गत तीनवटा बुन्दाहरूको बारेमा पढ्छौँ। पहिलो बुन्दाको नाम हो वातावरणको प्रत्यक्ष प्रभाव। यो पोइन्ट अनुसार के हो भने वातावरणको प्रभाव सजीवहरूमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा परेको हुन्छ। जस्तै हिमाली रिजनमा पाइने याकहरूको रौँ अलि बाक्लो हुन्छ किनभने उनीहरूलाई जाडोबाट बच्नु छ। तर यतातिरको जनावरहरू जस्तै भैँसी भयो गाई भयो यिनीहरूको रौँ अलि पातलो हुन्छ किनभने यिनीहरूलाई केबाट बच्नुपर्छ गर्मीबाट बच्नु छ। यो पहिलो पोइन्टको अर्थ यो भयो। दोस्रो पोइन्टको मतलब के अङ्गहरूको उपयोग र अनुपयोग। अथवा यसको अनुसार हामी जुन अङ्गको विकास जुन अङ्गहरूको उपयोग ज्यादा गर्छौँ बढी गर्छौँ त्यसको विकास पनि बढी हुन्छ। जस्तै ब्ल्याक स्मिथ लोहारहरूले आफ्नो हातलाई बढी प्रयोग गर्छन् त्यसैले उनीहरूको हात के हुन्छ बढी विकास हुन्छ। त्यस्तै जुन अङ्गहरूको हामी उपयोग गर्दैनौँ त्यसको के हुन्छ विकास कम हुन्छ। यो भयो दोस्रो अर्थ। तेस्रो अंग के हो प्राप्त गुणहरूको सन्तान हो प्रसार। यसको मतलब के हो भने सुरुमा जिराफहरू सानो घाँटीको थियो अनि जमिनमा भएको घाँसहरू खाइरहेको थियो। अनि कुनै कारणवश घाँसहरूको कमी भयो अनि उनीहरूले के खान सुरु गर्यो सानो रुखहरूको पात खान सुरु गर्यो। त्योभन्दा उनीहरूको घाँटी अलि विकास भयो। त्यसपछि कुनै कारणवश सानो रुखहरूको पनि कमी भयो अनि उनीहरूले अलि ठुलो रुखको के खान थाल्थे पात। त्यसैले उनीहरूको के भन्छ घाँटीको विकास हुँदै गयो अनि लामो नेक भएको घाँटीको विकास भयो। अनि यही पहिला थियो सानो नेकहरू अनि अहिले कस्तो छ ठुलो नेकका जिराफहरू छन्। अनि यही ठुलो घाँटी भएको जीवहरूको जेनेरेसन चलिरहेछ। त्यसैले हामी के भन्छौँ प्राप्त गुणहरूको सन्तानमा प्रसारण गर्नु। ल यो हाम्रो